नमस्ते, म फार्मासिस्ट अमर सहनी। एकाइ त नलेज वाला भिडियोहरु पनि हाल्नु पर्यो नि त, त्यही भएर मैले आज अल्बेन्डाजोलको बारेमा भिडियो बनाइरहेको छु। अल्बेन्डाजोल कसले खानुपर्छ, कसले खानु पर्दैन र कसले कति डोजमा खानुपर्छ त्यो जानकारी आज म दिन गइरहेको छु। अल्बेन्डाजोल भनेको एउटा एन्टिहेलमेन्टिक ड्रग हो। यो चाहिँ मेनली इन्टेस्टाइनल वर्म्सहरुको लागि युज हुन्छ, पिनवर्म, हुकवर्म, राउन्डवर्म, व्हिपवर्म। यो चाहिँ चिल्ड्रेनहरुमा बिलो 1 इयर को चिल्ड्रेन छ भने त्योहरुमा दिनु मिल्दैन र कुन केसमा अझै दिनु मिल्दैन, कुनै पनि वुमन प्रेग्नेन्ट छ भने त्यो प्रेग्नेन्सीको फर्स्ट ट्राइमेस्टरमा चाहिँ दिन मिल्दैन र कुनै पेशेन्टले अल्कोहल धेरै खाइरहेछ भने त्यो अल्कोहलसँग चाहिँ इन्टरेक्सन गर्छ अल्बेन्डाजोलले, त्यही भएर अल्कोहलसँग पनि खानु हुँदैन। मेनली अल्बेन्डाजोल चाहिँ फ्याटी फुडहरुमा चाहिँ राम्रोसँग डिजल्भ हुन्छ र राम्रो एब्जर्प्सन गराउँछ अल्बेन्डाजोलले। कुनै कुनै रेयर कन्डिसन हुन्छ, डाक्टरहरुले तपाईहरुलाई सजेस्ट गर्नुहुन्छ, त्यो कन्डिसनमा चाहिँ खाली पेट पनि लिन सक्नुहुन्छ है त। यो ट्याब्लेटलाई चाहिँ चबाएर या चुसेर खान सकिन्छ, ट्याब्लेट फर्मलाई चाहिँ है। यो राति नै चाहिँ किन खानुपर्छ भनेपछि मेनली राति चाहिँ यो वर्महरु एक्टिभ हुन्छ, त्यो एक्टिभ भएको कारणले गर्दा चाहिँ त्यसमा चाहिँ राम्रोसँग काम गर्छ यो ट्याब्लेटले राति खानुभयो भने। र यदि एडल्टहरुले खाँदै हुनुहुन्छ भने 400 mg को ट्याब्लेट चुसेर चबाएर खानु होला। यदि 2 वर्ष भन्दा माथिको बच्चा छ भने तिनीहरुलाई पनि 400 mg 400 mg ट्याब्लेट या झोलमा दिन सकिन्छ। यदि बच्चाहरु 1 देखि 2 वर्षको छ भने 200 mg दिनुपर्छ भने 1 वर्ष भन्दा कमको बच्चा छ भने तिनीहरुलाई अल्बेन्डाजोल दिने गरिदैन। र यो अल्बेन्डाजोलहरुको साइड इफेक्ट के हो तपाईहरुले रिसर्च गरेर मलाई कमेन्टमा भन्नु होला है त। र एउटा इम्पोर्टेन्ट कुरा के हो भने 2 हप्तापछि फेरि तपाईहरुले यो रिपिट गर्नुपर्ने हुन्छ। यस्तै जानकारीमूलक भिडियोहरुको लागि मलाई फलो गर्नु होला। बाइ बाइ, टेक केयर।